मर्निङ। आज चाहिँ अब हिजो छुट्टी थियो, आज पनि। अन्त मेरो अफिसर चाहिँ छुट्टी बसेको कारणले गर्दाखेरि सिलगढी जाँदैछु। अन्त अघि बाटोमा चाहिँ अघि निस्किँदाखेरि किन नगरेको भने त्यहाँ अलिकति हतार भयो मलाई, अन्त गर्नै पाएन। अन्त अहिले चाहिँ म अदमपुरको बाटो पुगेँ। अनि यतापट्टिबाट यो नयाँ रोडबाट झर्कै यहाँबाट गयो भने चाहिँ टक्कै यसमा निस्किन्छ, यो रानी पुलको पेट्रोल पम्पमा निस्किन्छ। अनि अब निस्केको अहिले टाइम भयो 10:40। सिलगढी अलिक काम छ, अन्त यसो भोलि फर्किन्छु। अब काम पनि छ, अब अलिकति भएर छिटै गएको यहाँ निस्किन्छ। यो अब चाहिँ हामी यहाँ रानी पुल पेट्रोल पम्पकै अगाडिपट्टि यो नयाँ हाइवे हो, यो जेन रोड भन्छ। माथि यो बाटो सिधै उकालो गयो भने चाहिँ हाम्रो घरकै मुनिको बाटो निस्किन्छ। अनि यो जग्गा निस्किन्छ, हेर्नुहोस् मजाको भ्यू निस्किन्छ। अब बाटोमा तल 20 माइल कस्तो जाम छ, 20 माइल बाटो हेर्दै हुन्छ। नत्र छिटै पुग्नु पर्ने आज अब त्यस्तो जाम त अरू बाटो त ठिकै छ, 20 माइलले चाहिँ अलिकति टाइम खान्छ होला। सो यस्तै छ बाटोमा, कता कता के यसो राम्रो जग्गाहरू भेट्यो भने देखाउँछु, रोकिहाल्यो भने चियासियाहरू खानु। सो अहिलेलाई चाहिँ बाई बाई। हेलो गाइज, अहिले चाहिँ म तपाईँहरूले आइपुगेँ सेक्टरपट्टि। आज चाहिँ लाइट बलेछ। यसो पनि म सिङताम रङको रङकोसम्म आएको थिएँ। हिजो चाहिँ लाइट बलेको थिएन, आज चाहिँ लाइट बलिरहेको छ। सो तपाईँ पुगेँ, यहाँसम्म बाटो ओके नै छ। रेस्टुरेन्टमा अलिकति रफ मात्रै छ, तर बाटो एकदम क्लियर छ। सिमटामसम्म त क्लियर नै छ ओभियसली। अब तल पुगिसकेपछि 20 माइलमा चाहिँ अलिकति साइड जाम होला, त्यहाँको पनि तपाईँहरूलाई अपडेट दिन्छु। तपाईँहरू अब यता याङबाट सिङतामबाट आउनेहरू, यता ग्याङटकबाट आउनेहरूलाई सिलगढी जानुहुँदैछ भने अहिलेको अब स्ट्याटस के रहेछ, सो म तपाईँहरूलाई बताइदिइरहेको छु। सो हेर्दै गर्नुहोस् भिडियोस भरेसम्मको लागि। तपाईँहरूलाई कता के रहेछ बाटोको अपडेट पनि दिँदै गर्छु। सो अहिलेलाई चाहिँ बाई बाई। अहिले चाहिँ म यहाँ माझीटार आइपुगेँ। मैले पर 20 माइलको चाहिँ भिडियो गरिनँ, किनकि एउटा हातले कुदाउँदै मलाई भिडियो गर्न अलिकति बाटोको अप्ठ्यारो लाग्यो, किनकि बाटो पुरा खाल्टाहरू रहेछ। अन्त लेदो पुरा हिलो रहेछ। अन्त पुलिसहरूले नि यत्तिकै आउ गरिदियो। अन्त मैले गरिनँ, तर बाटो चाहिँ खुलै रहेछ। आज त म जाममा बसिनँ पनि, बेसी 5 मिनट पनि बसिनँ, ओपन भइहाल्यो। अन्त यताबाट जाने गाडी पनि बेसी थिएन। सो बाटो एकदम ठिकै छ। फेरि अहिले पानी पनि अब अलिकति कम्ती भएको जस्तो लाग्यो। सो अहिले चाहिँ हामी यहाँ कोसिस पुग्यो माइनिङ। अब यहाँसम्म त रङकोसम्म बाटो ठिकै भइहाल्यो। सो उता अब अहिले के कस्तो छ, अब यता चाहिँ अलिक खाली नै हुन्छ। म तपाईँलाई भिडियो सहित देखाउँछु। त्यहाँ चाहिँ देखाउनु पाइनँ, किनकि मलाई अलिक अप्ठ्यारो भयो हातले। सो हेर्दै गर्नुहोस्, अब बाटोतिर के अपडेट नयाँ आएछ देखाउँदै गर्छु। अहिलेलाई चाहिँ बाई बाई। सो अहिले चाहिँ म तारखोला पुगेँ। तारखोला मलाई मनपर्छ यो जग्गा। मैले फोटोसुट गरेको जग्गा, मैले भिडियो बनाएको जग्गा। म चाहिँ अहिले किर्ने पुग्यो। अब
अलिकति खाँचो खान्छु। सो यहाँ गाडी यहाँसम्म बाटोहरू ठिकै रहेछ। अब उता के कस्तो छ सो तपाईँहरूलाई देखाउँछु अहिले। ठिकै छ, आज गरम चाहिँ पुलिक रहेछ। सो अहिले चाहिँ बाई। अहिले चाहिँ मल्ली क्रस भयो। सो यहाँ यताबाट चाहिँ अस्ति रोड अलिकति भाँचिएको थियो अनि बनाउँदैछ अहिले चाहिँ। सो यस्तो भएछ। यहाँ चाहिँ अलिअलि जाम लाग्ने रहेछ, अरू त ठिकै छ। कम्प्लिट पनि हुन आँटेको छ, गर्दैछ। मुनिबाट वाल उठाउँदै रहेछ। यस्तो छ बाटो चाहिँ। अब फेरि उता त्यस्तो बाटो जाम हुने खालको त छैन, बाटो राम्रै छ। मजाको भ्यू देखियो। मल्ली पनि क्रस भयो। यहाँ थियो एउटा जाम हुने जग्गा, यहाँ पनि क्लियर नै रहेछ, अलिअलि जाम हुन्छ। सो बाटो ओभरअल प्रायः ठिकै नै रहेछ। तपाईँहरू आउँदा मजाले हुन्छ। अब पानीको सिजन सायदले कम्ती भएको हो, अन्त अब चाहिँ यस्तो धुलो बेसी हुन्छ। अब चाहिँ अब दसैँ आउन आँट्यो, दसैँको टाइममा पुरा धुलो उठ्छ। त्यही याद आउँछ मलाई चाहिँ। सो अहिलेलाई चाहिँ एकछिन बाटोको भ्युज पनि हेर्नु। अहिले चाहिँ म टक्कै कहाँ भनेदेखि बाघपुल आइपुगेँ। बाटो एकदम क्लियर छ यहाँसम्म। अन्त अब चाहिँ टक्कै शीतल पनि अलिकति आएको जस्तो हुँदैछ, वेदरले साथ दिँदैछ। सो अहिलेसम्म राम्ररी आइपुग्यो हामी, कुनै बाटोमा त्यस्तो रस थिएन। मजा आयो। आजको दिन पनि अब सकिनु आँट्यो। सो अब यहाँ रेलगेटसम्म अलिकति ट्राफिक हुन्छ अलिअलि, त्यहाँदेखि त फेरि ट्राफिक खुला हो। सो हेर्दै गर्नुहोस्। अब सिलगढी पुगेर म तपाईँहरूलाई देखाउँछु सिलगढीको वेदर, सिलगढीको अहिलेको कस्तो रहेछ भनेर। सो स्टे ट्युन। अहिलेलाई चाहिँ बाई बाई। सो गाइज अहिले चाहिँ म टक्कै यहाँ रेलगेट पुगेँ। यो रेलगेट हो। यहाँ पनि जाम त छैन रहेछ। अनि अहिले वेदर पनि हल्का शीतल जस्तै देख्दैछ बाहिर पनि। रेलगेट आइपुग्यो। फ्रुट चाट खान त मनपर्छ नि, के गर्नु। मैला पाउँछ यहाँ, राम्रै पाउँदैन। हाम्रो सेवक रेलवे स्टेसन यहाँबाट जान्छ, यहाँ माथि हो। पछि एक दिन त आउनै पर्छ यहाँ। अब
सालुगढा पुगेर या सिलगढी पुगेर गर्छु भिडियोज तपाईँहरूलाई देखाउँछु त्यहाँको के रहेछ कस्तो रहेछ वेदर। यहाँसम्म चाहिँ बाटो एकदम क्लियर छ। तपाईँहरू कोही आउनु हुँदैछ भने चाहिँ एकदम मजाले भेकेसन मनाउनु आउनुहोस् है। अहिले रहेछ बाई बाई। यो भ्यूलाई पनि इन्जोय गर्नुहोस्। यस्तो मजाको भ्यू देखिरहेको छ। यो ब्रिजसम्म चाहिँ म बनाउँछु। सो गाइस अहिले चाहिँ म अब सालुगढा आइपुगेँ अनि अब माथिको फ्लाइओभर त कम्प्लिट भइसकेको छैन। यहाँबाट चाहिँ अब यो आधी चाहिँ हुँदैछ, आधीसम्म भइसक्यो। सो मजाको देख्दै रहेछ। सो अहिले त्यस्तो डरलाग्दो गरम पनि छैन रहेछ किनकि पानी परेको थिएछ यहाँ हिजो अस्तिको दिन। सो शीतल नै रहेछ, घाम मात्रै लागेको रहेछ, त्यस्तो डरलाग्दो गरम चाहिँ छैन रहेछ। अनि I reached now Salugada and weather is so good, no traffic, मजा आयो। सो आजको दिन पनि अब अलमोस्ट बित्नै लाग्यो। अब मेरो गाडीको काम छ फर्स्ट अफ अल चाहिँ। सो इफ के काम गरेको अहिले अलिकति म फ्री भयो भने तपाईँलाई देखाउँछु। सो हेर्दै गर्नुहोस् सिलगढीको अब भ्यूहरू। सो गाइस म चाहिँ यहाँ सिलगढी पुगिसकेँ कार डेकोर स्टुडियोमा। मेरो गाडीको काम थियो। सो सेन्टर लक लगाएको यो गाडीमा सबै खोलेर यस्तो बनाइसक्यो।
लगाएर हेर्नुपर्छ। यही कामको लागि मेन चाहिँ, किनकि रेनी सिजनमा यो कि घुमाइबस्नु इरिटेट भयो मलाई, अन्त चाहिँ गरेको। सो त्यस्तो लाग्दो गरम त छैन। सो अब अहिले गरम भयो, भित्रै बस्छु। अहिले देखाउँछु तपाईँहरूलाई लास्टमा कस्तो हुँदो रहेछ भनेर ल। डेकोरको चाहिँ यस्तो सामानहरू छ, राम्रो राम्रो सामानहरू छ, तपाईँहरू पाउँदा हुन्छ। मैले पुरानै काम गरिरहेको, पहिला पनि गरेको यो काठ डेकोरको चाहिँ पुरानो सप चाहिँ बजारमा छ, पानी ट्याङ्की मोडको त्यहाँनिर। अनि यहाँ चाहिँ नयाँ खोलेको हो। राम्रो छ सामानहरू, दुर पनि राम्रो छ, काम पनि दुईजनैबाट गरिरहेको छ र गर्दैछ। वेदर पनि दामी छ आज। सो दोकान काठ डेकोर स्टुडियो, यहाँको सप पनि अब मैले फ्रीमा प्रमोसन गरिदिएको यो दोकानको चाहिँ। सो तपाईँहरू पनि आएर गर्दा हुन्छ। स्पेसियस छ, जग्गा राम्रो छ, त्यो ट्राफिक इरिटेट हुने खालको छैन, खुला छ, यता भित्रबाट पनि छ जग्गा। सो तपाईँहरू पनि आएर गर्दा हुन्छ। सब सकेर देखाउँछु तपाईँहरूलाई कस्तो हुन्छ मेरो सेन्टरमा। हेलो गाइज, अहिले चाहिँ म होटेल आइपुगेँ भर्खर, अन्त फ्रेस भएर चाहिँ तपाईँहरूलाई देखाएको, मतलब अहिले इन्फर्म गरेको। किनकि अघि ढिलो भयो, मेरो गाडीको काम पनि ढिलो सक्यो, अन्त बाहिरै डिनर पनि गरेर आउँदाखेरि अन्त बस पुरा गरमले त्यो बाहिर काम गर्दाखेरि अन्त एसी थिएन त्यहाँनिर, अन्त गरमले पुरा साह्रो पऱ्यो। त्यही भएर चाहिँ अन्त एकदम हातमा सामानहरू पनि त्यसो अलिकति पुरै त्यो भिडियो गर्नु केही भएन। सिधा डाइरेक्ट यहाँ आएर फ्रेस भएर चाहिँ अन्त निस्केर चाहिँ अहिले म भिडियो गर्दैछु। अनि म चाहिँ यहाँ सुनेर लगाउँदैछु आज। यस्तो छ मेरो रुम चाहिँ हो। अब रेस्ट गर्छु। तपाईँहरूलाई भोलि दिन्छ अपडेट, भोलिको अपडेट भोलि नै। अब भोलि अलिकति सानो अलिअलि काम छ बजारको, त्यसको बादमा चाहिँ आफ्टरनुनमा सायद एउटा निस्किन्छु होला। सो आजलाई चाहिँ अब यति नै थियो यहाँसम्म। सो अब भोलिदेखि फेरि भोलिको काम छ, त्यसको बादमा तपाईँहरूलाई त्यसको बादमा भेट्छु। अब रेस्ट गर्छु, थाकेको पनि छु। सो तपाईँहरूलाई पनि गुड नाइट, अन्त भोलि भेट्छु। अहिलेलाई चाहिँ बाई बाई।